मैले आज चाहिँ पहाडको ड्रइङ गरिरहेको छु अनि मैले पेन्सिल इरेजर कटर र स्केलको सहायताले चाहिँ पहाड बनाइसकेँ अनि पहाड बनाइसकेपछि चाहिँ यसको लागि घरहरू बनाइरहेको छु। पहाडमा अब घरहरू हुन्छ नि त, पहाडै भन्नाले पुरै पहाड पनि होइन, अब तर एरियाको छेउछाउ पहाड छोएको ठाउँको चाहिँ बनाएको हो। अनि यसको लागि चाहिँ मैले मोबाइलमा हेरेर बनाइरहेको छु अनि यिनीहरू 2-3टा घरहरू पनि बनाएँ। घरहरू बनाइसकेपछि अब यसको लागि खोला पनि चाहियो, खोला नि बनाउने छु अनि सबै कुराहरू बनाएर चाहिँ अन्तिममा कस्तो लाग्छ त्यो पनि भन्नु होला। यसको लागि मैले खोला पनि बनाएँ, अब त्यो सँगसँगै अर्को घर बनाउने छ। अर्को घर बनाइसकेपछि चाहिँ तपाईँको बाटो चाहिन्छ, बाटो पनि बनाउनु पर्यो। बाटोको लागि नि मैले यता बनाइराखेको छु अनि यहाँनिर बाटो भइसकेपछि तपाईँको अब रुखबुट्टाहरू पनि बनाउनु पर्छ। रुखबुट्टाहरू नि हुन्छ नि त, वरिपरि अब अनेकौँ थरीको रुखहरू हुन्छ, नरिवलहरू हुन्छ। त्यसको लागि चाहिँ मैले यहाँनिर रुखहरू बनाइराखेको छु। अब नरिवलको लागि नि मैले यहाँनिर तानिसकेँ रेखा। अब यहाँनिर चाहिँ म अहिले अन्तिममा गएर चाहिँ पातहरू मजाले पातहरू हालेर देखाउने छु कस्तो देखिँदैछ। तर अब एकदमै सजिलो त केही कुरा हुँदो रहेन। चाहिँ मैले धेरै कुराहरू बनाएँ तर अहिलेसम्म राम्रो भने सोचे जस्तो चाहिँ केही भएको छैन। अनि यहाँनिर पुल पनि बनाउँदैछु। अब पुल चाहिँ उल्टो पुल भएछ झन्नैले, अनि त्यही भएर सुल्टो बनाएँ। सुल्टोको लागि चाहिँ यसरी मैले धर्काहरू तानेँ। धर्का तानिसकेपछि चाहिँ तपाईँको एकदमै राम्रो, पहिलाको भन्दा चाहिँ अलि राम्रो जस्तो लाग्दै गएको छ। अब हुन चाहिँ कस्तो लाग्छ तपाईँहरूलाई त्यो पनि भन्दै गर्नु होला। मलाई चाहिँ पहिलाको भन्दा एकदमै राम्रो लागिराख्यो। अनि मैले यहाँ पहाडको लागि अब हल्का फल्का स्याडोहरू गरिरहेको छु। यसको लागि चाहिँ स्याडो पनि चाहिन्छ नि त, पहाडमा भनेको अब लेउहरू के लागेको हुन्छ, त्यसको लागि चाहिँ हल्का स्याडोहरू गरेर मिलाउन खोजिरहेको छु। अनि यसको लागि हल्का स्याडो गरिसकेपछि चाहिँ पुरै पहाडै जस्तो देखिन थाल्यो क्या। अहिले आएर चाहिँ एकदमै राम्रो लाग्यो, पहिलाको भन्दा चाहिँ धेरै राम्रो भयो कि जस्तो लाग्यो। केही छैन, कस्तो लागिरहेको छ भन्दै पनि गर्नु होला। अनि पहाड एरिया बनाउँदाखेरि अब कस्तो देखियो, पहिलाको भन्दा चाहिँ एकदम लुक्स आए जस्तो लाग्यो कि यति गर्दाखेरि चाहिँ एकदमै राम्रो लुक्स दिइराखेको छ। अनि अब यो सँगसँगै मैले चाहिँ अब रुखको लागि नै हल्का फेरि मिलाउन खोजिरहेको छु। रुख पनि अब रुख जस्तो बनाउनु पर्यो नि त भनेर गरेको, तर रुख चाहिँ रुखै जस्तो भएन, अर्कै जस्तो देखियो। केही छैन, अर्कै जस्तो देखियो पनि अब रुखहरू बिस्तारै बनाउन सिक्नु पर्यो नि त, अहिले नै त सबै कुरा आउँदैन। अनि त्यो भएर चाहिँ मैले यहाँनिर हल्का फल्का अब त्यही घरहरूको छानोहरू मिलाएँ। घरहरूको छानो मिलाउँदा चाहिँ एकदम पहिलाको भन्दा चाहिँ धेरै राम्रो छानो भइदियो क्या। यतिको राम्रो ड्रइङ चाहिँ अहिलेसम्ममा पहिलोचोटि बनाएको हो कि जस्तो लाग्यो मलाई चाहिँ, किनकि अब यतिको लुक्स र यतिको राम्रो देखिने ड्रइङ मैले पहिला त बनाएको थिइनँ। र यहाँनिर फेरि अर्को नि घर बनाइदिएँ। अब अर्को नि धेरै घर चाहियो नि त, पहाडै तराई एरियाबाट पहाड देखिने ठाउँमा नि धेरै घरहरू हुन्छ। अनि अब यहाँनिर पुलमा नि मैले हल्का डोरी जस्तो नि झुन्डाइदिएको छु। त्यो सँगसँगै यो नरिवलको पत्तामा चाहिँ मैले तपाईँको अरू पत्ताहरू नि हालिदिएको छु। अब कस्तो देखिन्छ भन्ने कुरा चाहिँ अन्तिममा भन्नु होला। एकदम मलाई चाहिँ राम्रो लाग्यो क्या यो नरिवलको पत्ताहरू। अब पहिलाको भन्दा चाहिँ एकदम धेरै सुधार आएको हो कि जस्तो देखेँ। अब तपाईँहरूले कस्तो लागिरहेको छ त्यो पनि भन्नु होला। अनि यहाँनिर मैले अब टक्कसँगले यो एरिया यहाँनिर हल्का स्याडोहरू गरेँ। स्याडो गरिसकेपछि पहिलाको भन्दा लुक्सहरू स्याडो गरिसकेपछि सबै कुराहरू फेरिँदो रहेछ क्या। जे सुकैमा पनि स्याडो भइसकेपछि चाहिँ अलिकति राम्रो देखिँदो रहेछ भन्ने कुरा चाहिँ बल्ल थाहा भयो। अनि खोलाको यो छेउछेउमा अब ढुङ्गाहरू राखिएको हुन्छ नि त, माटोहरू नबगोस् भनेर, त्यसको लागि भनेर नि मैले हल्का रेखाहरू तानेर चाहिँ अब यहाँनिर गरेँ। अनि यहाँनिर घाँस बुट्टाहरू अब भन्छ नि दुबोहरू, त्यसको लागि यसो हल्का मिलाएर गरेँ। अनि मिलाएर गरिसकेपछि चाहिँ यतिको राम्रो देखियो क्या, एकदमै राम्रो देखियो। सोचे भन्दा चाहिँ फरक देखियो। अनि अब यता दुवै साइडमा ढुङ्गा राख्नु पर्यो, नभए त गाह्रो हुन्छ नि त। दुवै साइडमा ढुङ्गा जस्तो देखियो भने चाहिँ एकदम राम्रो देखिन्छ। अनि तपाईँहरूलाई के लागिरहेको छ मैले बनाएको ड्रइङको त्यो पनि भन्दै गर्नु होला। अनि अब यहाँसम्म आइसक्नु भयो भने चाहिँ तपाईँहरूले अन्तिमसम्म हेर्नु होला। पहिलाको भन्दा चाहिँ धेरै राम्रो चित्र भयो। अब यो बाटोमा चाहिँ तपाईँको दुईजनाले पानी लिएर गएको, आमा छोरीले पानी लिएर गएको फोटो नि बनाउने छु। अनि आमा छोरीले पानी लिएर गएको फोटो बनाउँदा चाहिँ पहिलाको भन्दा चाहिँ एकदम राम्रो पनि देखियो क्या। तपाईँको हिँडेको जस्तो चाहिँ एकदमै राम्रो लुक्स आएको छ। अब यतिको चाहिँ मैले पहिला बनाएको थिइनँ क्या। अब तपाईँको पहिलाको भन्दा चाहिँ सुधार आउँदैछ। यतिको भयो भने बिस्तारै अझ राम्रो हुँदै जान्छ नि त। अझ राम्रो हुँदै गयो भने त केही मात्रामा राम्रो भइदियो भने त राम्रो हो नि त। अनि अन्तिम लुक्स भनेको चाहिँ यतिको देखिएको छ। यतिकोसम्म आउँदा चाहिँ एकदमै राम्रो लुक्स आएको छ। अब तपाईँहरूलाई के लाग्छ मैले बनाएको ड्रइङको भन्नु होला।